कमिटीका नेपाल तामाङ धेरम सङ्घ सुन्दरबजार नगर कमिटीका अध्यक्षज्यूलाई म यस मञ्चमा आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रा अतिथिज्यूहरूलाई सम्मान गरिदिनु खाता लगाएर सम्मान गरिदिनु हुन म पञ्चशील तामाङ समाजका अध्यक्ष एवं सचिव आमा समूहको अध्यक्ष तथा सचिव गुरुज्यूले मलाई एउटा हौसला दिनुभयो र म यहाँ बस्छु मलाई गर्न सक्नुहुन्छ गर्न सक्छौ भन्ने गुरुलाई एउटा भएर अनि मलाई पनि एउटा मैले पनि सक्छु र मैले पनि गर्छु मेरो जिन्दाहरूलाई मैले गर्न सक्छु र मैले गराउँछु भनेर चाहिँ मैले यो आजको कुसुम मेन्डल र मेरो दोजे लोपेनको पद ग्रहण गर्न गइरहेको छु र आगामी दिनमा म मेरो जिन्दाहरूप्रति सधैँ साथमा रहेर काम गर्न प्रतिज्ञा जाहेर गर्दछु भन्दै मेरो यो 2 शब्द यही टुङ्गाउन चाहन्छु। धन्यवाद। र हाम्रो श्रद्धेय धर्मगुरु श्री तेन्जिङ ठिङ्ले गुरुज्यूबाट हाम्रो छिरिङ लामाद्वारा अर्पण गरिने कुसुम मेन्डल ग्रहण गर्नुहुनेछ। यस कार्यक्रममा सम्पूर्ण उपस्थित महानुभावहरूले एकदमै सौहार्दपूर्ण तरिकाले ताली बजाएर स्वागत गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। Nam
खासै मान्छे धेरै हुनुहुँदो रहेछ है। अलि माइकमा बोल्न त अलि डराएको जस्तो लागे जस्तो लाग्छ होइन। अलि बानी छैन। आज हाम्रो छिरिङ लामा लेजाङ रुङ ठी का सबै चाहिँ कुञ्चुचुतीको को चाहिँ सबै उहाँ चाहिँ पुग्दा हुनुहुन्छ। अनि सँगसँगै उहाँसँग चाहिँ अब हामीसँगै अब गुरु चेलाहरू बसेर उहाँले मैले दिनुपर्ने कुराहरू मैले मेरो आफ्नो चौयलामा घरब रिम्बोर्से साँची राखेर, मेरो चौयलामा धुजुङ रिम्बोर्से साँची राखेर, मेरो चौयलामा घरब तोर्से साँची राखेर, मेरो चौयलामा छ्यामे रिम्बोर्से साँची राखेर, मेरो याबाहरू भुङ्सिठिले रिम्बोर्से साँची राखेर, शल्बतेन्जु रिम्बोर्से साँची राखेर मैले चाहिँ उहाँ र म बिचमा बसेर केही कुराहरू भएको छ, केही कुराहरू उहाँले लिनुभएको छ, केही कुराहरू मैले दिएको छु। मलाई लाग्छ उहाँसँग चाहिँ हाम्रो छिरिङ लामा उहाँसँग चाहिँ सबै गर्ने, उहाँले चाहिँ के गर्न सक्ने अधिकार हो भन्दाखेरि चाहिँ उहाँसँग एउटा फुवा भन्छ, फुवाको पनि उहाँसँग अनुमति छ है। उहाँ लोसुङ धासुङ गर्नुभएको छैन, तर उहाँको फुवाको प्र्याक्टिस गर्नु भइसकेको छ उहाँले होइन। उहाँले नेलुङको पनि प्र्याक्टिस गर्नु भइसकेको छ है। मसँग बसेर
अनि उहाँले फेरि म यहाँबाट गएर काठमाडौँमा लगेर फेरि च्यानघाटमा उहाँले म अब छाम राख्दैछु। उहाँलाई फेरि म अब 7 दिनको च्यानघाटमा राख्छु, 7 दिन खोलामा राख्छु, 7 दिन डाँडामा राख्छु, 7 दिन जङ्गलमा राख्छु। त्यो हाम्रो त भइरहन्छ। अब लगभग उहाँले चाहिँ एउटा लोसुम दासुम मात्रै बसेर लामा हुन्छ भन्ने छैन। लामा भनेको चाहिँ भित्रबाट आउनुपर्छ। एउटा झन्झुकको स्यामबाट केवा गर्नुपर्ने हुन्छ जहाँसम्म लाग्छ। रातो लुगा लगाउँदैमा के भन्छ लामा हुँदैन है। उहाँभित्रमा चाहिँ एउटा लामाको एउटा गुण देखेको भएर मैले उहाँको नाम चाहिँ मेरो भुटानमा मेरो रेम्बर्सीहरूलाई सूची गर्दाखेरि उहाँको नाम मैले मेरो चौय लामाहरू मेरो यापाहरूलाई सूची गर्दाखेरि चाहिँ उहाँले यतिको मान्छेले दिँदा हुन्छ भन्नु भएर चाहिँ मैले चाहिँ उहाँ मेरो आफ्नो चौय लामाको मेरो आफ्नो चौय लामाको चाहिँ अनुमतिले नै मैले उहाँले दिइरहेको हो है। उहाँमा जहाँसम्म लाग्छ कर्मकाण्ड गर्न सक्ने उहाँमा क्षमता छ। हुन त सानो उमेर हुनुहुन्छ होइन, बच्चै हुनुहुन्छ, कलिलै हुनुहुन्छ। केही वर्ष हामीसँग बस्नु भएर हामीसँग धेरै ठाउँमा ठोमाहरू गऱ्यौँ, हामी धेरै ठाउँमा याम्बाहरू गऱ्यौँ, वाङ लुङ ठी का हामी गरिसकेको छ। उहाँमा चाहिँ अब लोसुम दासुम गर्न बाँकी नै छ, गर्नुहुन्छ उहाँले, नगर्ने हो गर्नुहुन्छ। तैपनि लोसुम दासुम नभएको खण्डमा चाहिँ उहाँले चाहिँ कर्मकाण्ड चलाउन सक्छ। त्यसमा चाहिँ म जिम्मेवारी छु, म आफू जिम्मेवारी छु। भोलि कुनै लोसुम दासुम को मेमाहरूसँग, कुनै खेम्बुसँग, कुनै टुल्गोसँग चाहिँ के अरे गर्नुपर्दाखेरि के आधारले तैँले दिइस् भन्दा मैले यो आधारले मैले उहाँलाई दिएँ भन्ने मसँग सबैको जवाब छ। त्यतिकै मैले उहाँलाई यो दिएको होइन। उहाँको भित्री कुराहरू कतिपय कुराहरू जाँच गरेँ होला, कतिपय कुराहरू मैले उहाँको चाहिँ इक्जाम जस्तो लियो पनि होला होइन। हेर्दाखेरि चाहिँ सबै कुरामा उहाँ चाहिँ पुख्ता हुनुभएको, अटुट नभएको, उहाँ सफलता भएको भएर नै मैले चाहिँ उहाँले आज धुर्जे लोपेनको चाहिँ पद दिन चाहिँ मलाई कुनै पनि बाधा नआउला जस्तो लाग्छ। उहाँले सम्हाल्न सक्नुहुन्छ जस्तो लाग्छ। यो चाहिँ मलाई एकदम विश्वास छ। भविष्यमा उहाँले अब राम्रो गर्नुहोला, सबै कुराहरू ठिकै गर्नुहोला, राम्रो चाहिँ होला जहाँसम्म लाग्छ। उहाँ छिरिङ लामासँग चाहिँ वाङ पनि कमी छैन। लामालाई वाङ चाहिन्छ, लुङ चाहिन्छ, ठी चाहिन्छ, का चाहिन्छ। वाङ लुङ ठी का भएपछि मात्रै हामीले जिन्दाको काम गर्दाखेरि सफलता हुन्छ। गुरुको आदेश बिना चाहिँ जतिसुकै पनि पर्फेक्ट भएर लोसुम दासुम लोटुक 9 वर्ष 10 वर्ष 12 वर्षसम्म छम बस्नु भए पनि गुरुको आदेश छैन भने चाहिँ त्यो उहाँले गर्नुभएको चाहिँ फलदायी हुँदैन भन्नुहुन्छ है। म आफूले पनि झेलेको कुरा हो है, म आफूले पनि गरेको कुरा, मेरो गुरुहरूले भन्नुभएको कुरा हो। त्यो चाहिँ उहाँलाई जहाँसम्म अब म चाहिँ उहाँलाई अधिकार पनि दिँदैछु। उहाँलाई मैले वाङ लुङ टी मैले सक्ने उहाँलाई मैले दिएको छु र मैले नसक्ने ठाउँमा चाहिँ मेरो चवेलामाहरू मेरो याबाहरूलाई सूची गरेर उहाँले मैले चाहिँ जहाँसम्म लाग्छ मैले चाहिँ परिपक्व बनाएको छु जस्तो लाग्छ मलाई है। खासै अब धेरै खासो बोल्न त आउँदैन, यति नै त होला नि होइन। केही बोल्नुपर्ने छ छिरिङ सक्छौ नि होइन, सक्नुहुन्छ नि है। अब म उहाँलाई एउटा ठी देन गर्नु पर्यो। उहाँले एउटा ठी दिँदैछु। ठी भनेको आसन हो। यो आसन पनि यो आसन पाउनको लागि पनि एउटा अधिकार चाहिन्छ है। अधिकार बिना चाहिँ यति अग्लो आसनमा बस्न पाउनुहुन्न। जस्तै मैले यो आसनमा रहरले बसेको होइन, उहाँको खण्ड रेम्बर्सीले यसरी रहरले माथि बस्नु भएको होइन। हामीले पनि गुरुहरूले प्रार्थना गरेर पूजा गरेर पाठ गरेर यसरी नै हामीले पूजा गरेर हामीले यो आसन पाएको हो है। अनि आसनको अर्थ चाहिँ आदेश चाहिन्छ। तिमी यति ठाउँमा बस्न सक्छौ, तिमीले गर्न सक्छौ भन्ने गुरुको आदेश, गुरुको का भन्छ है। गुरुको अधिकार, गुरुले दिएको अधिकार हुन्छ।
अधिकारसम्म बस्नुपर्छ, तिमी यतिसम्म चाहिँ बस्न पाउँछ, योभन्दा ज्यादा बस्न पाउँदैन भन्ने कुरा हुन्छ। हुन त अब धेरै कुरा गऱ्यो भने कुरा अलिक धेरै नगरौँ है, किन यो आसन पाउनलाई पनि धेरै मेहनत गर्नुपर्छ है। 2 महिना छम बसेर, 3 महिना छम बसेर, 1 वर्ष छम बसेर यो आसन पाइँदैन है। यो आसनको छुट्टै ध्यान छ, छुट्टै साधना छ, छुट्टै विधि छ, यसको विधान छुट्टै छ है। यसमा बसेर यो कुर्सीमा बसेर जस्तो हुँदैन है। यो ठुलो ठाउँमा बसेर भ्यू हेर्न बस्ने होइन यो होइन, के भन्छ ठुलो ठाउँमा बसेर सबैले देख्नको लागि बस्ने होइन यो चाहिँ है। यसको अधिकार, यसको स्टेप हुन्छ है। उहाँलाई चाहिँ यो ठी चाहिँ मैले दिएको होइन, मेरो चवे लामाले दिनुभएको हो सम्झेर, गुरु rinpoche साक्षात्ले दिएको हो सम्झेर चाहिँ छिरिङले अब ग्रहण गर्नुपर्ने हुन्छ है। आजबाट चाहिँ भोलिको दिनमा यदि छिरिङले गरेको कर्मकाण्डमा पिथोलो भएमा, छिरिङले गर्नुभएको कर्मकाण्डमा अबुक भएमा पाप म आफै जिम्मा लिन्छु भनेर प्रतिबद्ध गरेर, यदि छिरिङले गरेको कर्मकाण्डमा अब कुल पितृ जस्तो पुण्य थार्सी नगरेको क्रममा जिम्मेवारी म भएँ है। अनि मेरो गुरुले पनि त्यसरी नै, मेरो गुरुले भन्नुभएको छ ठिक छ, यतिको लामालाई तपाईँले छिदिनु, यतिको लामालाई तपाईँले चाहिँ ध्वजलोपनको पद दिनु, यदि भएन भने हामी छौँ भन्नु भएर मेरो गुरुले भन्नुभएको भएर नै मैले गुरुको वचन बोलेको हो। यो मेरो वचन, म जिम्मा हुन म कुनै भगवान पनि होइन, मेरो चवे लामा के दुङसिछे rinpocheले बोल्नु भएको भएर, धेगेल rinpocheले भन्नु भएर, ग्याबो rinpocheले भन्नु भएर, मेरो चाहिँ कुटिङ सुम्बा 3 अवतार, 7 अवतार, 14 अवतार मेरो गुरुहरू हुनुहुन्छ। छिरिङहरूले चिन्नुहुन्छ, दिदीहरूले चिन्नु, दर्शन गर्नुभएको छ, उहाँहरूको आदेशमा दिइरहेको हो है। त्यही भएर अब म छिरिङलाई एउटा पूजा प्रार्थना, एउटा बाचा हामी हुन्छ यहाँ, अब हामी पूजा गर्छौँ, प्रार्थना गर्छौँ सबैजनाले चाहिँ। अब उहाँलाई एउटा राम्रो होस्, उहाँको चाहिँ अब भोलिको दिनमा कार्य उहाँले चाहिँ अब यो संसार जगतको प्राणीको लागि चाहिँ उहाँले हित गरोस्। लामा भनेको चाहिँ आफ्नो लागि होइन, लामा भनेको चाहिँ ठुलो शब्द छ। रामबहादुर लामा, श्यामबहादुर लामा, धनबहादुर लामा भन्ने जस्तो हुँदैन। लामाको अर्थ धेरै ठुलो छ, एकदम गहिरो छ। यो चाहिँ अब नापेर यसलाई सम्हालेर सक्दैन। दर्शकलाई जोडेर माफ माग्न चाहन्छु उहाँहरूले, किन यदि लामाको पद नपाएसम्म चाहिँ एउटा यो छ्यालिल पनि बजाउन पाउँदैन है। यो छ्यालिल बजाउन पाउँदैन, थुन्द्रो बजाउन पाउँदैन, घ्याउ गर्न पाउँदैन, मुवा गर्न पाउँदैन, लुङ्दा राख्न पाउँदैन, के नाउरण गर्न पाउँदैन है। लामाको पद नभएसम्म चाहिँ यो हाम्रो कर्मकाण्ड गर्न मिल्दैन। छोइको लुक्से छ, झ्यालठिम युलठिम छोइठिम भन्छ नि है। छोइठिममा चाहिँ यस्तो हुन्छ, धर्मको विधानमा, धर्मको कानुन आफ्नो छुट्टै कानुन छ धर्मको है। धर्मको आफ्नो विशेषताहरू छ धर्ममा। कसले कति गर्न पाउने, कसले के गर्न पाउने, कुन पदमा कति गर्न पाउने, कतिसम्मको छम बस्यो भने कतिसम्मको मात्रै पूजा गर्न पाउने भन्ने लामाको अधिकार हुन्छ है। यो छममा पुग्यो भने चाहिँ उहाँले चाहिँ यतिसम्म गर्न पाउने होइन। 2 महिना छम बसेर फुवा गर्न पाउँदैन, 2 वर्ष छम बसेर झ्याङ्गल जलाउन, 2 महिना छम बसेर झ्याङ्गल जलाउन पाउँदैन है। त्यो त छुट्टै बाटो भयो। लामा भन्नलाई पनि यो के भन्छ, ठी चाहिन्छ लामा हुनुको लागि है। लामा भनेको शब्द एकदम के भन्छ त्यसलाई, एकदम हिरा जस्तो एकदम गहिरो छ होइन। हामी 5 महिना 6 महिना शिविर बसेर, 2 महिना के भन्छ गुम्बामा बसेर, 2 वर्ष गुम्बामा बसेर लामा हुन सक्दैन है। कुनै हालतमा हुन सक्दैन। मैले भनेको होइन, छोइले भनेको हो है। धर्मको शासनले भनेको हो, भन्नुभएको हो, भगवान बुद्धले भन्नुभएको हो, गुरु rinpocheले भन्नुभएको हो। पद्मसम्भव औलगेश्वरीको पालदेखि त्यो छ नि होइन। औलगेश्वरीको के अरे चेङ्ग्रिसीको पूजा गर्नलाई कुन छाम सिद्ध्याउनुपर्छ, गुरु rinpocheको पूजा गर्नलाई के छाम टोप्सी गर्नुपर्छ होइन। नाउरण गर्नलाई कुन चाहिँ लागु चाहिँ छाम गर्नुपर्छ। छाम भनेको ध्यान गर्नु सक्नुपर्छ, सकेको हुनुपर्छ। लुङ्दर राख्नलाई कुन चाहिँ ध्यान के अरे के भन्छ छाम भन्छ होइन। कुन चाहिँ त्यो छाम गरिसकेको हुनुपर्छ, स्टेप छ
है। त्यही भएर म आज हजुरहरूको सबैको अगाडि बसेर एउटा पञ्चसुमको अगाडि साँची राखेर यहाँ अब हाम्रो यहाँ गाउँमा मान्ने गान्ने हुनुहुन्छ अब है सबैको अगाडि भन्छु छिरिङलाई चाहिँ मैले दिएको होइन, मेरो गुरुले योसम्म दिनु, योसम्म गर्न अधिकार दिनु भन्नुभएको भएर मैले चाहिँ त्यो त दिन गइरहेको छु है। त्यति नै होला नि, अरू के भन्नु छैन है? अलिक बोल्न त आउँदैन है? एकदम राम्रो। पुरै ताने बजारमा
पर देखिए। तिम्रो कापा आरिस लाउँछ। गाड्ने ठाउँ के बनाउने त बाल्लो साल्लो केही छैन होला
यो प्याक राख्दैन छेउमा हँ